तर मैले बालेनलाई हेर्दा एज अ पोलिटिसियन चिनाएन क्या सुरुमा मैले उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएको रबार्स हेरेर हो क्या मैले चाहिँ गोर्खाली तोप भन्ने गीत त्यो चाहिँ हेर्दा म चाहिँ भेरी भेरी लेट मैले चिने हो कि तर गीतैबाट चिने मैले चाहिँ ऱ्याप ब्याटलबाट है ऱ्याप ब्याटल हेरेर लाउरे र लिटल के अरे बालेन र लिटल ग्रिजल हो एउटा मात्र ऱ्याप ब्याटल भएको थियो बालेनको त्यो बेलाबाट चिन्यो मैले फ्रेन्ड रिक्वेस्ट पठाएँ अनि उसले बेला बेलामा मेयरको लागि इन्ट्रेस्ट दिएर चाहिँ स्ट्याटस लेख्थ्यो क्या दाइ अनि मेरो इनिसियल गोल त होला विवेक सिन्हा ल्याउने होइन विवेक सिन्हा अब मेयरमा उठाउने भन्ने त्यस्तो खालको थियो उसँग त्यसरी कुरा हुन थाल्यो तर उसले क्यान्डिडेसी दिनुभन्दा लगभग 3-4 महिना अगाडि बसेर हामी उसको त्यतिखेरको म्यानिफेस्टो सँगै बसेर लेखाएको दाइ धेरै जस्तो त मैले लेखाएको थिएँ अनि बसेर लेख्यो उसलाई जितायो पनि अनि वाइ रासोपा भन्ने क्वेसनमा आउँदाखेरि चाहिँ अहिले सबै महल भएर एकैचोटि आयो नि अगाडि 2012 देखि नै इफ यु गो ब्याक त्यो बेलादेखि नै अल्टरनेटिभ बाटोबाट नै पोलिटिक्स गर्ने भनेर भेरी क्लियर दाइ यत्रो बेरको गफ थियो यसको क्वेसन होइन फेरि अर्को क्वेसन है फेरि वाइ रासोपा त त्यसो भए अब यो चाहिँ मेरो क्वेसन चाहिँ अब किनभने जहिले पनि पोलिटिकल सिन्डिकेट छ क्या दाइ मेन स्ट्रिम पार्टीहरू जति सुध्रिन्छु भने पनि सुध्रिन पोसिबल छैन किनभने खत्रै ल महाधिवेशन गऱ्यो अरे के गऱ्यो अरे नयाँ लिडरसिप आयो तर रुटदेखि त त्यही छ नि त दाइ उनीहरूको भातृ सङ्गठनहरूले बिगारेको छ दाइ म त एजुकेसनमा काम गराइदाले भन्नुभयो भने दाइ काठमाडौँको नेपालको एजुकेसन बिग्राउँदै हरेक प्रिन्सिपल कुनै न कुनै पार्टीको हरेक टिचर कुनै न कुनै पार्टीको हाम्रो प्रिन्सिपल पनि लिटरली हो नि दाइ त्यो स्कुल जाने बेलामा पोलिटिकली त्यो सोचेर जानुपर्ने क्या दाइ यो कुन पार्टीको स्कुल हो कुन पार्टीको प्रिन्सिपल कुन पार्टीको टिचर जतिसुकै पार्टी सुध्रे पनि दाइ त्यो त पार्टीको संरचनाबाट आएको हो नि त मैले कहिले सोचेन यो कुरा त्यही भएर म एकदम एभरेज आइक्यू मान्छे हो म यस्तो चिज आफूलाई सोच्छु कि किन यो चिजहरू सबै मेरो अगाडि भइरहेको थियो तर म अलर्टै थिइनँ तपाईँ त्यही त तपाईँ पार्टीमा हुनुहुन्थ्यो नि त म पार्टी तर म पहिल्यैदेखि पार्टीमा थिएँ त्यही त तर अहिले अर्को खालको पार्टीमा अनि रुट प्रब्लम थियो दाइ मेन स्ट्रिम पार्टीबाट पोलिटिक्स सम्भव छैन जति सुध्रिन्छु भने पनि जति राम्रो मान्छे आफू हो भने पनि टिचरको सङ्गठन छ दाइ लयरहरूको सङ्गठन छ दाइ स्टुडेन्टहरूको सङ्गठन छ कर्मचारीहरूको सङ्गठन छ अनि पार्टीगत ट्रेड युनियन ठिक छ क्या दाइ इन्डिपेन्डेन्ट युनियन हुनुपर्छ कलेक्टिभ बार्गेनिङको लागि बनाएको द्याट्स फाइन तर हरेक पार्टीको आफ्नो राजनीतिक सङ्गठन त हुनु पर्दैन नि त दाइ होइन जस्तो टिचरहरूको पनि महासङ्घ शिक्षक महासङ्घ हुन्छ त्यो भने इन्डिपेन्डेन्ट बडी हो द्याट इज फाइन सबै टिचरहरूको कलेक्टिभ बार्गेनिङ गर्नको लागि एउटा भोइस बनाउनको लागि ट्रेड युनियन ठिक छ तर काङ्ग्रेसको एउटा युनियन एमालेको एउटा युनियन माओवादी त्यो चाहिँ कस्तो हुन्छ अरे घरमा एकदम बिजुलीको पैसा दिएर आयो भनेर होइन सबै ठाउँको बत्तीको स्विच एकै ठाउँ त्यो बाजेले कन्ट्रोल गर्ने उसले बालिदिने क्या त्यो कन्ट्रोल चाहियो नि उनीहरूलाई लाइक एभ्रिथिङ कनेक्टेड जस्तो